मेरो मेरो भाइ र रक्सी कहिले कहिले नि खानुहुन्न, कहिले नै। सुरु भयो यसको फेरि। तँसँग बसी बसी पनि एक्लै खानु परिरहेछ मैले। पैसा हुनुपर्ने मलाई खुवाउनुलाई, भिखारी साला। तैँले रक्सी खाइस् भने के होला? यत्तिकै त यस्तो हाल्छ। ओए भन्न के खोजे? लास्ट टाइम पेलेको बिर्सेपछि के हो? ओहो, रक्सीले पो बोलाउनु थाल्यो त मलाई त। अब बोलाए त जानै पर्यो। फेरि ठुस्न गयो। कस्ताको सङ्गत लागेछ हौ। यसलाई न पिटेर हुन्छ न थर्काएर हुन्छ। केही नयाँ तरकिब लाउनै पर्ने भयो। अघिल्लो रात धेरै खायो। हटको यार तो हट। यार रुमबाट बाहिर निस्किनु डर लाग्छ यार। हो त कसलाई फोन गरौँ के हो? कसको आवाज हो त? को छ त्यहाँ? सुध्रिन्छस् कि सुध्रिनस् त? सुरेश के गरेर त यहाँ? के गर्नु खोजे? तँलाई थाहा छ म के गर्नु खोजिरहेको छु? 2 साल भइसक्यो यार त्यो केटीले तँलाई छोडेको। 2 साल भइसक्यो मैले आफ्नो बेस्ट फ्रेन्डलाई गुमाएको यार। के चाहिँ गर्नु 2 साल मैले? न सम्झाएर हुन्छ, न गाली गरेर हुन्छ, न पिटेर हुन्छ। कहिले डक्टरकोमा लान्छु, कहिले धामी जाक्रीमा लगाएँ। सब कुरो ट्राई गरेँ मैले। अन्त्यमा तेरो बचपनदेखिको कमजोरी भूत भन्ने शब्दसँग डरलाई नै युज गर्नु पर्यो मलाई। आफ्नै साथीलाई टर्चर गर्नु पर्यो मलाई माफ गरिदे यार। यो सब म थाकिसकेँ यार। यो सबबाट जसले पनि बदलेर छाड्छु। हो तँलाई यो सब पनि गर्नु पर्दैन। अति भयो। मलाई तँमा पुरा विश्वास छ। गरेर देखाइदे, बनाएर देखाइदे। हिँड, आज म तँलाई राउन्ड खुवाउँछु। हिँड। ल त जाँदै गर्न म आउँछु एकछिन मलाई एकछिन एक्लै छोड्दा मलाई। ल आफ्नो टाइम लि। रुक त। अब छोड्ने नै हो होइन? रक्सी यो सब छोड्ने नै हो। एक ग्लास प्याक हानौँ। साला थोपड़े बिगाड़ दे यार, साला जोक थे यार।
ए सरी यार मलाई थाहा थिएन त्यसो भए तँलाई एक महिना रामेन फ्री ल मिसन सक्सेसफुल आया आया अंडे पिचका यार